जय श्री सच्चिदानन्द सबैलाई। र अहिले चाहिँ हामी यहाँ सिलगढी हंसबेला आश्रममा श्री गुरु महाराजजीको आगामी सद्भावना सम्मेलन 2025 अनि 26 को है को लागि यहाँनिर आगमन हुँदैछ। यसै कारणले गर्दा हामी यहाँनिर हंसबेला आश्रममा हलमा पेन्टिङ गर्दैछौँ। सबैजना भाइहरू, बिजनबारीको भाइहरू, टिस्टाभेलीको, गेलको, मिरिकको सबै जग्गाबाट आएर यसरी यहाँ हलभित्र पेन्टिङ गरिरहेका छन्। र एउटा सानो भिडियो हजुरहरू समक्ष राखेँ। जय श्री सच्चिदानन्द। पनि पेन्ट गर्दैछ, यता दाजु पेन्ट गर्दैछ, अनि यहाँ हाम्रो भाइले पनि पेन्ट गर्दैछ। साथीहरू सानो अपडेट हेर्दै हाम्रो सद्भावना सम्मेलनको लागि अग्रिम सेवा कलर गर्ने कुराहरू